बालेनले चलाएको डोजरलाई तपाईँ विकासको सुरुवात मान्नुहुन्छ कि मानवीय संवेदनाको अभाव? मानवीय संवेदनाको अभाव नै हो। म चाहिँ यसरी लिन्छु, उहाँलाई अहिलेका आम नागरिकले अथवा हामीले पनि उहाँलाई चाहिँ नि मानेको थियौँ, तर अहिले जसरी झटपट हतारमा भएको छ। अहिलेको सुकुम्बासी बुझ्नलाई अहिलेको सुकुम्बासी योजनाको सानो आधी त्यतिखेर बालनले उठाइदिएको हो, यो सडकको किनारामा बस्ने सुकुम्बासीकै हो नि होइन? त्यहीँबाट थाहा भयो नि होइन? त्यहाँ सुकुम्बासी बनेर बसेका धेरैको रेकर्ड निक्लेको थियो नि होइन? जसको उनीहरू आफू बस्दैनन्, भाडामा दिन्छन्, जुन चाहिँ हुकुमबासी थिए। र यो सुकुम्बासी बनाएर राखेको राजनैतिक पार्टीले नै हो, उनीहरूलाई हुलदुङ्गा गर्नेहरू चाहिन्छ। बिस्तारै यो देशमा राजनैतिक पार्टीको हुलदुङ्गा गर्ने व्यक्ति बाहेक बाँकी सबै विदेश हुन्छ। त्यो चाहिँ यही नै हुन्छ होइन? यो चाहिँ मैले भन्न खोजेको कुरा एउटै चिजको कारणले हामीले आफैलाई नसोचेको र भिडसँग हामी लालायित हुँदै गएको, हाम्रा परिभाषा आफैसँग द्वन्द्वरहित भएको, अरूलाई ब्लेम गर्ने बानी, यही सारा चिजबाट नै त यो चिजहरू भएको हो।